स्वागत छ भाइ बहिनीहरूलाई। हामी यो मोडल क्वेसनको सोल्युसनको सिरिज अन्तर्गत सेट 1 को पार्ट 2 भिडियो जसमा चाहिँ हामी आज प्रश्न नम्बर 5 देखि प्रश्न नम्बर 9 सम्म चाहिँ हामी सल्भ गर्ने छौं। त ढिला नगरी आजको भिडियो सुरु गरौं। त यहाँ प्रश्न नम्बर 5 मा यहाँ क्वेशनले भनेको छ कि इन द फिगर अ शेप अफ सेमी सर्कल इज शोन अबभ द ट्रापेजियम भनेको छ। यहाँनिर यो ट्रापेजियम भनेको हुनाले यो दुईटा लाइन चाहिँ प्यारलल मान्दियौ हामीले। सो यो ट्रापेजियम को माथि एउटा चाहिँ सेमी सर्कल बनाइएको छ भनेर हामीलाई प्रश्नले जानकारी दियो, जसका दुईटा प्यारलल साइडहरु, जसलाई मैले यसलाई चाहिँ P1 माने भने त्यस्तै यो चाहिँ मेरो लागि P2 हुनेछ। र यो दुईटा प्यारलल लाइन बीचको डिस्टेन्स, परपेन्डिकुलर डिस्टेन्स चाहिँ हाम्रो 10 सेन्टिमिटर छ, जसलाई चाहिँ हामी हाइट भन्छौं। त यो ट्रापेजियम को लागि चाहिँ यी दुईटा हाम्रा साइडहरु भयो भने अब यो माथि हेर्न सक्छौं, यो चाहिँ हाम्रो हाइट हुनेछ भने यो सेमी सर्कल को लागि चाहिँ यो 20 सेन्टिमिटर चाहिँ हाम्रो डायामिटर हुनेछ। त सबैभन्दा सुरुमा हामीलाई भनेको छ क्वेशन नम्बर 5 को ए मा राइट द फर्मुला फर फाइन्डिङ एरिया अफ ट्रापेजियम। हुन त माथि इन्स्ट्रक्सनमा त्यस्तो खासै कसैको भ्यालु हामीलाई दिएको छैन, यहाँ दिएको नर्मल यो एलिमेन्ट साइड्सहरु बाहेक। सो हामी सिधै म ए नम्बरमा लागे। सो ए नम्बरमा हामीलाई क्वेशन नम्बर 5 को ए मा चाहिँ ट्रापेजियम को एरिया निकाल्ने फर्मुला सोधेको हुनाले त एरिया अफ ट्रापेजियम के होला त, ल त भिडियोलाई एकछिन पज गरेर फर्मुला हेर्नु भन्दा पहिला आफैले सम्झेको राम्रो हुन्छ। त अवश्य पनि 1/2 इन्टु हाइट टाइम्स सम अफ प्यारलल साइड P1 प्लस P2, यो चाहिँ हाम्रो ट्रापेजियम को एरिया निकाल्ने फर्मुला। त यो नै हाम्रो 5 को ए ले सोधेको क्वेशन को एन्सर। अब क्वेशन नम्बर 5B को कुरा गर्नु पर्दा क्वेशन नम्बर 5B मा चाहिँ हामीलाई क्वेशनले सोधेको छ फाइन्ड द एरिया अफ ट्रापेजियम। तब फर्मुला त्यही भयो। अब त्यसको लागि हामीले हेर्न सक्छौं हामीलाई हाइट चाहिन्छ। ट्रापेजियम को हाइट कति त भन्दा 10 सेन्टिमिटर रहेको छ हैन। त्यस्तै गरेर प्यारलल लाइन्सहरु चाहिँ हाम्रो P1 मैले 20 सेन्टिमिटर माने ट्रापेजियम को लागि, एन्ड हाम्रो चाहिँ यहाँनिर सेकेन्ड प्यारलल लाइन चाहिँ हाम्रो कति छ त भन्दाखेरि 12 सेन्टिमिटर। तब यसको बेसिसमा देयरफोर एरिया अफ ट्रापेजियम हामीले निकाल्नु पर्ने भयो है। त एरिया अफ ट्रापेजियम मैले चाहिँ अहिले यहाँ स्पेस नपुगेको हुनाले TRAP डट लेखे। भाइ बहिनीहरुले चाहिँ राम्रोसँग लेख्नु पर्ने हुन्छ, यो कुरालाई ध्यान दिने। सो यहाँनिर 1/2 इन्टु हाइट भनेको 10 इन्टु P1 भनेको 20 प्लस P2 भनेको 12। त यसरी हामी यसलाई सल्भ गरौँ। वन बाई 2 इन्टु 10 इन्टु 32। सो अब हामीले यहाँनिर चाहिँ यसको भ्यालु निकाल्नु पर्यो। त्यसले यहाँ चाहिँ यो 2 16s आर 32 भयो। त यसको हिसाबले यहाँ चाहिँ हाम्रो एरिया आउने भयो 160 स्क्वायर सेन्टिमिटर। अब त्यस्तै क्वेशन नम्बर 5 को सी को कुरा गर्ने हो भने हामीलाई 5C मा भनेको छ हाउ मेनी मोर अर लेस देन द एरिया अफ ट्रापेजियम देन द एरिया अफ सेमी सर्कल। यो प्रश्नले भन्न खोजेको यो ट्रापेजियम को एरिया चाहिँ सेमी सर्कल को एरिया भन्दा कतिले धेरै अथवा थोरै छ भनेर सोधेको छ। अब एरिया अफ ट्रापेजियम त हामीले यहाँ निकालिसक्यौं, बट हाम्रो सेमी सर्कल को एरिया आएको छैन हो। त सबैभन्दा पहिला हामीले के गर्नु पर्यो त भन्दाखेरि सेमी सर्कल को एरिया निकाल्ने फर्मुला के होला त, जस्तो सर्कल को एरिया निकाल्ने फर्मुला पाई आर स्क्वायर हुन्छ भने सेमी सर्कलमा जस्ट त्यसलाई हामीले हाफ गरिदिने हो। यो हाम्रो एरिया अफ सेमी सर्कल हुन्छ भने यहाँ हामीलाई चाहिने भनेको पाई को भ्यालु 22/7। त मेन यहाँ चाहिने भनेको रेडियस आर हो। सो अब यहाँ आर को भ्यालु निकाल्नको लागि चाहिँ सबैभन्दा पहिला हामीले यो सेमी सर्कल को डायामिटर लेख्नु पर्ने हुन्छ। प्रश्नले हामीलाई यहाँ डायामिटर, यो सेमी सर्कल को डायामिटर भनेको यो लाइन जुन चाहिँ 20 सेन्टिमिटर रहेको छ। डायामिटर भनेको भाइ बहिनीलाई थाहा छ नि हैन,
कुनै पनि सर्कम्फरेन्सको दुईटा इन पोइन्टलाई जोइन गर्दा यदि त्यो लाइन चाहिँ सेन्टरबाट पास भएर गएको छ भने त्यसलाई चाहिँ हामी नर्मली डायमिटर भन्छौँ। हुन त यहाँ डायमिटर अब यहाँ सेन्टर त ड्र गरेको छैन क्वेसनले, तर पनि हामी यसलाई चाहिँ अहिले डायमिटर मान्दा हुन्छ किन क्वेसनले यो सेमी सर्कल भनिसकेको छ। सो डायमिटर 20 सेन्टिमिटर भएको अवस्थामा हाम्रो रेडियस चाहिँ डायमिटरको हाफ हुन्छ। त डायमिटरको हाफ यानि कि 10 सेन्टिमिटर। अब रेडियस 10 सेन्टिमिटर छ भने अब हाम्रो एरिया अफ सेमी सर्कल कति हुने भयो त? हामी पहिला त्यसको क्याल्कुलेसन गरेर हेरौँ। तिमीहरूले अहिले नै यो फर्मुलाहरू चाहिँ याद गर्न सक्छौ यदि याद छैन भने। सो यहाँ एरिया अफ सेमी सर्कल हाम्रो कति त? ह्यान्ड राइटिङ चाहिँ राम्रो लेख्नुपर्छ है। सो 1/2 टाइम्स पाई आर स्क्वायर। त यो फर्मुलालाई युज गरेर यसको एरिया निकाल्ने हो भने यो 22/7 टाइम्स आर भनेको रेडियस जुन चाहिँ 10 को स्क्वायर 100 हुन्छ। सो यसरी चाहिँ यसलाई क्याल्कुलेट गरेर हेर त कति आउँछ। ओके, त यसको क्याल्कुलेसन आउँछ 157.14। सो यसको एरिया चाहिँ 157.14 स्क्वायर सेन्टिमिटर। अब यसरी यसमा हामीले यहाँ गर्नुपर्ने काम भनेको यो एरिया त आयो, अब हामी यसलाई कम्पेयर गरौँ है त। कोसँग कम्पेयर गर्ने त भन्दा जुन यो एरिया अफ ट्र्यापेजियम आएको छ नि हो, यो ट्र्यापेजियम यो सेमी सर्कलको एरियालाई चाहिँ यो ट्र्यापेजियमको एरियासँग कम्पेयर गर्ने हो। त्यहाँ हामी यहाँ के देख्छौँ भन्दा ट्र्यापेजियमको एरिया 160, सेमी सर्कलको 157.14। त यसको बेसिसमा अब हामीले यहाँ कन्क्लुजन के लेख्नु पर्यो त भन्दाखेरि देयरफोर एरिया अफ ट्र्यापेजियम, मैले सर्ट फर्ममा यसलाई TRAP डट लेखेँ, तिमीहरूले पुरा लेख्नु, मेरो यहाँ ठाउँ अलिकति कम छ। सो एरिया अफ ट्र्यापेजियम इज मोर भयो हैन, 160 त ठुलो भयो नि त, इज मोर देन द एरिया अफ कसको त? द एरिया अफ सेमी सर्कल। कतिले कम भयो, सरी कतिले धेरै भयो? बाई, अब हामीले सिम्पली के गर्ने त ठुलो भ्यालुबाट सानो भ्यालुलाई चाहिँ माइनस गरिदिने। त यसरी माइनस गर्दाखेरि यसको भ्यालु कति आउँछ त 2. कति आउने भयो 2.46 हुनुपर्छ मेरो विचारमा, नभए कमेन्ट गर्नु है। त यसरी हामीले यो सी नम्बरको एन्सर पनि लेख्यौं है। अब डी मा के भनेको छ त भन्दाखेरि आर द एरिया अफ टु प्यारलल लाइन्स are the area of two triangles formed by drawing a diagonal in a trapezium equal भनेको छ। यदि हामीले यो ट्र्यापेजियम को यो दुईटा एन्ड पोइन्टलाई लिएर यसरी चाहिँ डायगोनल ड्रा गरिदिने हो भने के यो दुईटाको एरिया इक्वल होला भनेर क्वेशनले सोधेको छ। अब यहाँ हेर है त, ट्रायंगलको एरिया निकाल्ने फर्मुला हुन्छ हाफ अफ बेस इन्टु हाइट। बेस 12 हुन्छ, हाइट हाम्रो 10। अब यस्तै माथिको ट्रायंगलमा हेर्ने हो भने हाइट त त्यही 10 नै हो, तर हाम्रो बेस चाहिँ कति छ त माथि 20। अब हाइट त सेम छ, तर बेस एउटा 12 एउटा 20 हुने हुँदाखेरि एरिया त फरक आउँछ। सो हाम्रो डी नम्बरको एन्सर हुन्छ नो द एरियाज अफ टु ट्रायंगल्स फर्म बाई ड्रइङ अ डायगोनल इन अ ट्र्यापेजियम आर नट इक्वल बिकज दे डु नट ह्याभ सेम बेस भन्नु पर्यो है। यहाँ बेस 20 यहाँ 12 भएको हुनाले भएन। यदि बेस दुईटै बराबर हुन्थ्यो भने चाहिँ डेफिनेटली त्यो दुईटा चाहिँ इक्वल हुन्थ्यो। आशा छ भाइ बहिनीहरूले 5 नम्बरको सोल्युसन बुझ्यो होला। अब ढिला नगरी हामी अर्को 6 नम्बर तर्फ लागौँ। ओके, त यो 6 नम्बरको लागि चाहिँ हामीलाई प्रश्नले एलसीएम दिएको अवस्था छ। एलसीएम कति दियो त भन्दा 4a क्यूब माइनस 9ab स्क्वायर, अनि त्यस्तै गरेर हाम्रो एचसीएफ कति दियो भन्दाखेरि 2a माइनस 3b। अब यो हिसाबले हामीले यहाँनिर फर्स्ट एक्सप्रेसन पनि हामीलाई दिएको छ है। त हाम्रो फर्स्ट एक्सप्रेसन कति त? फर्स्ट एक्सप्रेसन इक्वल्स 2a माइनस 3b।
अब यो प्लस 3b हुनुपर्छ मलाई जहाँसम्म लाग्छ है। अब क्वेसनलाई नै सही मानेर चाहिँ अहिले मैले सल्भ गर्ने केसमा चाहिँ हामीलाई क्वेसनले सेकेन्ड एक्सप्रेसन सोधेको छ। त यस हिसाबले जुन यहाँनिर यो 2 मार्क्स छ नि त्यसले गर्दा चाहिँ यो कतै 2a + 3b पो हुनुपर्ने हो कि जस्तो चाहिँ मलाई लाग्यो। तर अब अहिले चाहिँ म प्रश्नले जे भनेछ त्यसैको बेसिसमा काम गर्दैछु। यो क्वेसनलाई चाहिँ हामीले के बुझ्नुपर्छ भन्दाखेरि 7 क्लासमा 6 र 7 मा पढेको रिलेसन छ कि द प्रोडक्ट अफ फर्स्ट नम्बर इन्टु सेकेन्ड नम्बर इज इक्वल टु जहिले पनि एचसीएफ इन्टु एलसीएम हुने गर्छ है। अब यसलाई हामीले आधार मानेर यदि यो प्रश्न सल्भ गर्छौं भने हाम्रो यहाँ फर्स्ट एक्सप्रेसन चाहिँ रहेको छ 2a - 3b। अब सेकेन्ड एक्सप्रेसन हामीलाई क्वेसनले नै सोध्यो, त्यो चाहिँ हाम्रो सेकेन्ड एक्सप्रेसन भयो इक्वल्स एचसीएफ कति त भन्दाखेरि 2a - 3b। यसलाई हामी ब्र्याकेटमै राखौं। बाइनोमियल टर्म छ भने चाहिँ आफैले बुझेर ब्र्याकेटमा राख्ने इन्टु एलसीएम भनेको चाहिँ कति छ त भन्दाखेरि 4a³ - 9ab²। अब यसरी हेर्दाखेरि यहाँ तिमीहरूले देख्न सक्छौ यो 2a - 3b लाई जसै यो इन्टु भएको हुनाले यो त यता जाँदा अपनमा जान्छ त काट्न मिल्यो। त त्यो नलगिकन यही नै यसरी काटे पनि पाइन्छ। त मैले यो दुईटा 2a - 3b 2a - 3b लाई चाहिँ यो इन्टु भएको केसमा चाहिँ मैले यसरी कट गरिदिएँ। त त्यो हिसाबले चाहिँ हाम्रो यहाँनिर सेकेन्ड एक्सप्रेसन कति आयो त भन्दाखेरि सेकेन्ड एक्सप्रेसन इक्वल्स 4a³ - 9ab²। अब यतिमै हाम्रो चाहिँ यो एन्सर भन्न मिल्छ है, किन हामीलाई यहाँ क्वेसनले सिम्प्लिफाई गर भनेको त छैन। एक्सप्रेस सेकेन्ड एक्सप्रेसन इन सिम्पलेस्ट फर्म भनेको त छैन हैन, अथवा फ्याक्टर्स फर्म भनेको भए मैले यसलाई फ्याक्टराइज गर्नुपर्छ। अब क्वेसनले त्यस्तो केही भनेको छैन, सो एन्सर चाहिँ यो नै भयो। अब यदि इन केस यसलाई चाहिँ फ्याक्टर्स फर्ममा लेख भनेको भए, सिम्पलेस्ट फर्म होइन है, फ्याक्टर्स फर्ममा लेख भनेको भए चाहिँ मैले यहाँनिर कमन लिनु पर्थ्यो। त यहाँनिर हाम्रो a कमन आउँथ्यो। त्यो हिसाबले यहाँ चाहिँ यो 4a² - 9b² हुन्थ्यो। अब त्यसपछि पुनः यसलाई मैले चाहिँ 2a को होल स्क्वायर, यसलाई चाहिँ 3b को होल स्क्वायर भनेर a² - b² को फर्मुलामा चाहिँ लानुपर्ने हुन्छ। तर अहिले अब प्रश्न यही यदि ठीक हो भने चाहिँ हाम्रो एन्सर यति नै हो। अब यति भन्दै अब पुनः हामी 6 को b को सल्भ गर्नेतिर लागौं। त प्रश्न नम्बर 6 को b मा चाहिँ हामीलाई एउटा एक्सप्रेसन दिइएको छ जुन चाहिँ x² - 7x + 12 अपन x - 3 डिवाइडेड बाई x - 4 अपन 2 भनेको छ। त अब यहाँनिर हामीले के गर्न पर्छ पहिला, सबैभन्दा पहिला भने यहाँ तीनटा टर्म भएको हुनाले यसलाई हामी मिड टर्म स्प्लिटिङ गरौँ है। त मिड टर्म स्प्लिटिङ गर्दाखेरि x² - अब यो 12 लाई चाहिँ हामी फ्याक्टराइज गरौँ। 12 को फ्याक्टर्सहरु भनेको 1 2 3 4 6 अनि 12 हुन्छ। त्यो मध्ये कुन कुन फ्याक्टरलाई चाहिँ एड गर्ने हो भने 7 हुन्छ। यदि भाइ बहिनीहरुलाई यो आइडिया छ थाहा छैन भने कृपया कमेन्ट गर। तिमीहरुको कमेन्टको बेसिसमा यदि धेरै कमेन्ट आयो भने मैले क्याल्कुलेटरबाट चाहिँ यसलाई सल्भ गर्ने तरिका पनि म तिमीहरुलाई सिकाइदिन्छु। अब अहिलेलाई चाहिँ म सिधै गए, तिमीलाई यो आउँछ भन्ने हिसाबले चाहिँ म अहिले जाँदै छु ताकि भिडियो धेरै लामो नहोस्। सो 12 को फ्याक्टर्सहरु 1 2 3 4 6 एन्ड 12 मध्ये 3 र 4 लाई लिए भने 3 र 4 मल्टिप्लाई गर्दा 12 हुन्छ र एड गर्दाखेरि 7 हुन्छ। सो मैले यहाँनिर पहिला ठुलो नम्बर अनि सानो नम्बरलाई लिने अनि प्लस 12 अनि अपनमा चाहिँ हाम्रो यो x - 3 एज इट इज अनि डिवाइडेड बाइ x - 4 अपन 2 भनेर लेखे। त अब यसलाई हामी यहाँनिर यो ब्र्याकेट हटाइदेऊ। सो त यो -4x - 3x प्लस 12 अपन x - 3। त्यस्तै गरी यतातिर चाहिँ अब यो डिवाइडलाई मैले इन्टु लेख्ने। त त्यो हिसाबले मैले यहाँ चाहिँ यो x - 4/2 लाई चाहिँ रेसिप्रोकल गर्नुपर्ने हुन्छ। त यो हाम्रो रेसिप्रोकल भयो। सो अब यहाँ x कमन लिए भने x - 4 कमन, त्यस्तै मैले -3 लाई कमन लिदिए भने यहाँनिर अर्को x - 4 चाहिँ बाँकी रहन्छ।
अपनमा यो हाम्रो चाहिँ रह्यो x - 3 ओके त त्यस्तै इन्टु यतातिर पनि 2 अपन x - 4 यो बाइनोमियल टर्मलाई चाहिँ मैले ब्र्याकेटमा राखेँ अगाडि चाहिँ इक्वल टु लेख्दै जानुपर्छ है मैले जस्तै बिर्सिनु चाहिँ हुँदैन ओके सो अब यहाँनिर x - 4 चाहिँ कमन आयो बाँकी रहेको टर्म यहाँ हेर्न सक्छौ x - 3 अपनमा x - 3 नै छ इन्टु 2/x - 4 अब यहाँनिर हामीले प्लस माइनस बीचमा अब छैन सबै फ्याक्टर्स फर्ममा चेन्ज भएको हुनाले अब तलमाथि सेम छ भने न्युमरेटर र डिनोमिनेटरको कमन एक्सप्रेसनलाई चाहिँ हामी यसरी कमन फ्याक्टरलाई चाहिँ हामी यसरी कट गर्न सक्छौं त यसरी हेर्ने हो भने हाम्रो यहाँनिर x को भ्यालु कति आयो त भन्दाखेरि इज इक्वल टु 2 आएको छ त यसको एन्सर चाहिँ हाम्रो 2 रहेछ त यसरी चाहिँ हामीले यसको एन्सर चाहिँ लेख्न सक्छौं अब यसरी नै अब हामी चाहिँ 7 नम्बरको सल्युसन तर्फ लागौं अब क्वेशन नम्बर 7 को कुरा गर्नु पर्दा क्वेशन नम्बर 7 को ए मा भनेको छ राइट एन एक्जाम्पल अफ द क्वाड्रेटिक इक्वेसन भनेको छ है त सर्वप्रथम क्वाड्रेटिक इक्वेसन भनेको कुनै पनि भेरिएबलको पावर चाहिँ 2 हुनु पर्यो है त त्यो हिसाबले मैले चाहिँ सपोज ax² लेखे भने अब लिनियर फर्म भए पनि ठीक नभए पनि ठीक अब स्ट्यान्डर्ड फर्म अफ क्वाड्रेटिक इक्वेसन भनेको यो हुन्छ अब त्यो हिसाबले अब यहाँनिर चाहिँ 5x² माइनस कुनै एउटा नम्बर र्यान्डमली तिमीहरूले चाहिँ लेख्न सक्छौ 6 = 0 भन्न पनि पाइयो है के कुरा याद राख्ने त भन्दा यो x² सँग चाहिँ 0 हुनु भएन है a should not be 0 भनेर बुझ्नु पर्यो a चाहिँ 0 हुनु हुँदैन अब तिमीहरूले भोलि 6x² माइनस ओके लाइक सपोज यहाँनिर चाहिँ 24 लेखिदियो भने पनि यो राइट मानिन्छ अब तिमीहरूले 6x² माइनस सपोज यहाँनिर तिमीहरूले चाहिँ 11x + 5 = 0 लेख्यौ भने पनि राइट यी सबै चाहिँ हाम्रो क्वाड्रेटिक इक्वेसनहरु हुन् त यो मध्ये तिमीलाई आफूलाई मन लागेको कुरा के इक्वेसन चाहिँ आफै बनाएर लेख्न चाहिँ सक्छौ यो 7 को a को लागि अब कुरा गरौँ 7 को b मा त हामीलाई यहाँनिर भ्यालु दिएको छ m को भ्यालु चाहिँ 2 n को भ्यालु 3 p को भ्यालु 1 q को पावर q को भ्यालु चाहिँ -2 अब यसको बेसिसमा हामीले क्वेशन नम्बर 7 को b लाई सल्भ गर्नु पर्दा m to the power p into n to the power q upon p to the power m into q to the power n यो चाहिँ हाम्रो दिएको एक्सप्रेसन हो अब यसमा चाहिँ हामीले भ्यालु राख्नु पर्यो सो m को भ्यालु 2 to the power 3 सरी q को भ्यालु त हाम्रो 1 हो नि हैन ओके सो m को पावर m to the power p भएको हुनाले p को भ्यालु चाहिँ 1 राख्दिने इन्टु n भनेको हाम्रो 3 to the power q भनेको -2 त्यस्तै गरी p भनेको 1 to the power m भनेको 2 इन्टु q भनेको हाम्रो -2 to the power n भनेको 3 त्यसरी भ्यालु राखेर क्याल्कुलेट गर्ने त यो 3 को पावर -2 3 को पावर 2 भनेको 9 हुन्छ तर नेगेटिभ भएको हुनाले त्यो चाहिँ रेसिप्रोकल हुन जान्छ अपन 1 को स्क्वायर 1 नै भयो अब -2 को पावर क्यूब भनेको -2 इन्टु -2 इन्टु -2 जुन चाहिँ -8 हुन आउँछ अब हामी यसलाई सल्भ गर्ने हो भने माथि चाहिँ 2 इन्टु 2 ले चाहिँ 1 लाई इन्टु गर्न जान्छ अब बीचमा यहाँ प्लस माइनस यो इन्टु को फर्ममा भएको हुनाले हामी 9 लाई चाहिँ सिधै तल लान चाहिँ मिल्छ है सो 1 इन्टु -8 भयो अब यो इन्टु को फर्ममा भएको हुनाले 9 चाहिँ तल आउँदाखेरि अपनमा यसरी आउँछ त यो 2 ले सिम्पली हामी यसलाई कट गर्दियौ 4 आउने भयो 2 4 8 सो माथि केही पनि छैन न्युमरेटरमा त 1 लेख्ने अपनमा चाहिँ
-4 र -9 को प्रोडक्ट भनेको -4 र 9 को प्रोडक्ट भनेको -36। त यो हिसाबले हाम्रो एन्सर चाहिँ अब यसलाई स्ट्यान्डर्ड फर्ममा लेख्नु पर्दा चाहिँ माइनस अगाडि ल्याउने अनि 1/36 यो हाम्रो चाहिँ एन्सर भयो। आशा छ तिमीहरूले यो बुझ्यौ होला। नबुझेमा यो भिडियोलाई पुनः रिपिट गरेर हेर्न चाहिँ सक्छौ है। अब यसरी नै ढिला नगरी प्रश्न नम्बर 8 तर्फ लागौं। त प्रश्न नम्बर 8 मा ए मा भनेको छ फाइन्ड द भ्यालु अफ x एन्ड y युजिङ ग्राफिकल मेथड। अब के गर्न सकिन्छ त भन्दाखेरि लाइक क्वेशन नम्बर 8 को लागि चाहिँ यो x + y = 5 जुन छ नि, x + y = 5 लाई चाहिँ हामीले यहाँ पहिला चाहिँ y को भ्यालु निकाल्ने। सो यहाँनिर y = चाहिँ हाम्रो 5 - x हुन्छ। म चाहिँ जहिले पनि यो y को भ्यालु निकाल्न चाहिँ भाइ बहिनीहरुलाई सल्लाह दिने गर्छु। त्यसरी मैले y को भ्यालु निकाले। अब तिमीहरूले क्याल्कुलेटरबाट निकाल्छौ भने पनि तरिका छ। त्यो भन्दा पहिला यहाँ टेबल बनाउन सिकौं। x र y भनेर मैले लेखे। त सबैभन्दा पहिला x मा चाहिँ कुनै एउटा नम्बरहरु राख्दिने। जस्तो सपोज मैले x को भ्यालु 1 राखे भने त यहाँनिर 1 राख्दा 5 - 1 4 हुन्छ। अब त्यस्तै गरी x को ठाउँमा 2 राखेर हेर। त 2 राखेर हेर्दाखेरि यहाँ चाहिँ कति आउँछ त भन्दाखेरि 3। त्यस्तै x को ठाउँमा हामीले 3 टा सम्म भ्यालु चाहिँ निकाल्नु पर्छ। सो अर्को चाहिँ मैले सपोज x को ठाउँमा 3 राखे भने मेरो भ्यालु चाहिँ आउँछ 2। त त्यो हिसाबले मेरो कोअर्डिनेट्स हुने भयो एउटा 1, 4। त्यस्तै गरेर यहाँबाट आउने भयो 2, 3। यहाँबाट आउने भयो 3, 2। त त्यो हिसाबले यदि हामी यहाँनिर चाहिँ लाइन ड्रा गर्छौं भने सबैभन्दा पहिला है त पहिलो कुरा 1, 4 चाहिँ हाम्रो यो x एक्सिस y एक्सिस यो ग्राफमा चाहिँ मैले स्क्रिनमा देखाए जस्तै बनाउने र हाम्रो यहाँनिरको एक्सिसहरुको कुरा गर्नु पर्दाखेरि यो मेरो चाहिँ सफ्टवेयरमा यस्तो भएको हुनाले तिमीहरु चाहिँ यहाँ नझुकिनु। मेरो लागि चाहिँ x एक्सिस खासमा यो हो। यो चाहिँ मेरो x एक्सिस हो है। यो मेरो x यतापट्टि हुन्छ x ड्याश, यो y ड्याश भयो भने यता टपमा चाहिँ हुन्छ y। तिमीले कृपया यो x एक्सिसलाई चाहिँ इग्नोर गर्नु। यसलाई म पछि क्रप गरेर हटाइदिन्छु। ओके, सो यहाँ हेर्न सक्छौ। अब मैले चाहिँ 1, 4 लाई प्लट गर्नु पर्यो भने मेरो 1 x एक्सिस को 1 भनेको यो भयो। अब 4 कहाँ छ त भन्दा म त माथि हेर्नु पर्यो। y कम्पोनेन्ट को 4 हेर्न त म यहाँबाट माथि उकालो चढ्नु पर्यो। त उकालो चढ्दै जाँदा मेरो एउटा पोइन्ट चाहिँ यो भयो 1, 4। त्यस्तै 2, 3 को लागि म ओरिजिनबाट पहिला 2 कदम म चाहिँ तेर्सो हिँड्नु पर्यो। त्यसपछि 3 कदम चाहिँ म 1, 2, 3 भनेर चाहिँ म 3 कदम चाहिँ माथि उकालो चढ्नु पर्यो। त्यस्तै गरिकन मैले 3, 2 लाई प्लट गर्नुको लागि ओरिजिनबाट 3 स्टेप्स चाहिँ म राइट तिर जानु पर्यो भने 2 स्टेप्स चाहिँ म अपमा जाँदा मेरो मेन 3टा पोइन्ट ग्राफमा यो हुनेछ। अब यसैलाई यही 3टा पोइन्टलाई चाहिँ हुने गरेर मैले चाहिँ यसरी यहाँबाट चाहिँ लाइन ड्रा गरे भने मैले यहाँ बनाएको यो गोल्डन कलरको लाइन चाहिँ बन्नेछ। भाइ बहिनीहरुले त्यो पक्कै पनि बुझ्यो होला। अब यस्तै नै सेकेन्ड इक्वेसनको कुरा गर्नु पर्दा मैले पुनः भने मेरो चाहिँ यहाँ यो सफ्टवेयरले थोरै यहाँ गडबड गरेको छ। मेरो x एक्सिस यो लाइन हो। यसमा चाहिँ तिमीहरु पक्कै पनि झुकिने छैनौ। सो यो मेरो x एक्सिस भयो। यो मेरो x, यो मेरो x ड्याश, यसलाई चाहिँ इग्नोर गर है। ओके, यो माथि चाहिँ मेरो हुनेछ y ड्याश, सरी यो चाहिँ y, तल हुनेछ हाम्रो y ड्याश। त अब यो सेकेन्ड इक्वेसनलाई चाहिँ हामीले कसरी लिने त, कसरी चाहिँ यसलाई सल्भ गर्ने त। अब त्यो विषयमा चाहिँ हामीले सबैभन्दा पहिला अहिलेको जस्तै पुनः टेबल बनाइसकेपछि x - y = 3 मा अब y कै भ्यालु निकाल्न मैले चाहिँ जोड दिएको हुनाले अब तिमीहरुले चाहिँ x यो y नेगेटिभ भएको हुनाले पहिला यताको 3 लाई यता शिफ्ट गरेर यसरी ल्याउन सक्छौ। त -y लाई उता पठाइदिएर प्लस बनाएर पनि हामीले चाहिँ टेबल बनाउन चाहिँ सक्छौ। त यो हिसाबले चाहिँ x, y, ओके, x र y को कम्पोनेन्ट्सहरु फाइन्ड आउट गरौँ। त मैले पहिला x मा चाहिँ सपोज 4 राखे भने x को भ्यालु 4 भइदिएको केसमा
मेरो y को भ्यालु चाहिँ कति हुन्छ त भन्दाखेरि यहाँ 4 राख्यो भने यहाँ मेरो y को भ्यालु आउँछ 1। अब त्यस्तै गरी मैले चाहिँ अब थोरै सानो सानो नम्बरहरू चाहिँ लिन्छु है। अब मैले x को ठाउँमा 3 राखेँ भने मेरो यहाँ भ्यालु कति आउँछ त 0। र्यान्डमली 3टा नम्बर चाहिन्छ जुन राखे पनि भयो। अब त्यस्तै मैले यदि x को ठाउँमा 2 राखेँ भने त 2 - 3 त मेरो भ्यालु हुन्छ -1। त यो हिसाबले मैले अब प्लटिङ गर्ने पोइन्ट्सहरू पहिला कोअर्डिनेट हामी लेखौँ। त यो पहिलो लाइन 4,1 को कोअर्डिनेट्स हुन जान्छ। ओके, यो पहिलो कोअर्डिनेट्स हुन जान्छ 4,1। सेकेन्ड को कोअर्डिनेट सेकेन्ड पोइन्टको कोअर्डिनेट्स हुन्छ 3,0। त्यस्तै गरिकन थर्ड पोइन्टको कोअर्डिनेट्स हुन्छ 2, -1। त अब यिनीहरूलाई चाहिँ मैले प्लट गर्नु पर्यो भने ग्राफमा पहिला म ओरिजिनबाट यो जुन ओरिजिन छ यहाँ यो ओरिजिन हाम्रो ओरिजिन चाहिँ यो लाइन हो है। यो ग्राफमा चाहिँ यहाँ थोरै मिस्टेक भएको छ। सो यहाँनिरबाट हामी चाहिँ शिफ्ट गर्नु के अरे 4 स्टेप्स चाहिँ हामी राइटतिर जानु पर्यो। सो 1 2 3 4 त्यसपछि -1 1 त y को माथि हुन्छ। त त्यो हिसाबले यो चाहिँ हाम्रो 4,1 भयो। ओके, त यो हाम्रो चाहिँ 4,1 को कोअर्डिनेट्स भयो। त्यस्तै गरेर 3,0 त 1 2 3 अब तलमाथि जानु परेन, यही एक्सिसमै पर्यो यो। सो यहाँनिर भयो। त्यस्तै 2, -1 चाहिँ 1 2 स्टेप्स राइट अनि 1 स्टेप चाहिँ डाउन जानु पर्यो। सो यो भयो। त यसरी 3टा पोइन्टलाई जोइन हुने गरेर मैले चाहिँ यो ब्लू लाइन यहाँ ड्र गरेको छु। त्यसरी यो दुईटा लाइन एक आपसमा कहाँनिर काटियो त अवश्य पनि तिमीले देख्न सक्छौ। यो हाम्रो चाहिँ इक्वेसन फर्स्ट, यो हाम्रो जुन इक्वेसन फर्स्ट रहेको छ र यो ब्लू लाइन चाहिँ हाम्रो इक्वेसन सेकेन्ड रहेको छ। यी दुईटा कहाँनिर इन्टरसेक्ट भयो त भन्दा पक्कै पनि 4,1 मा चाहिँ इन्टरसेक्ट भएको छ है। 4,1 त्यहाँ चाहिँ सफ्टवेयरले यसलाई प्लट गर्ने क्रममा 4.0 र 1.0 बनाएको छ। हामीले लेख्दा चाहिँ 4,1 लेख्छौँ। त यहाँ हामीले के देखियो भन्दा दुईटा इक्वेसन चाहिँ पोइन्ट 4,1 मा चाहिँ काटिएको भेटियो। सो अब यसको हामीले कन्क्लुजन के लेख्ने त भन्दा हियर द पोइन्ट अफ इन्टरसेक्सन अफ इक्वेसन आई एन्ड आई इज 4,1 भनेर पहिला ल्याङ्ग्वेजमा लेख्ने। देयरफोर अब यहाँनिर x को भ्यालु चाहिँ 4 हुने भयो। त्यस्तै गरिकन y को कम्पोनेन्ट चाहिँ 1 हुने भयो। त यो नै हाम्रो एन्सर हुन्छ। त अब त्यस्तै गरिकन 8 को b को कुरा गर्ने हो भने यहाँ भनेको छ वाट इक्वेसन्स आर द एबभ इक्वेसन्स कल्ड भनेको छ। त यो दुईटा जुन इक्वेसन छ हामी यसलाई भन्छौँ पेयर अफ साइमल्टेनियस लिनियर इक्वेसन अफ 2 भेरिएबल्स। म फेरि एकचोटि रिपिट गरेँ, पेयर अफ साइमल्टेनियस लिनियर इक्वेसन अफ 2 भेरिएबल्स। अब लिनियर किन भनेको भन्दाखेरि यो दुईटै भेरिएबलको पावर, पहिलो कुरा त्यहाँ दुईटा भेरिएबल x र y छ, दुईटैको डिग्री चाहिँ 1 छ। त त्यो हिसाबले हामी चाहिँ यिनीहरूलाई लिनियर इक्वेसन भन्छौँ। त्यो पनि दुईटा भेरिएबल भएको र यो दुईटै इक्वेसनमा यो एउटै भ्यालुले चाहिँ सेटिस्फाई गर्ने हुँदा x को र y को एउटै भ्यालुले यो दुईटै इक्वेसनलाई सेटिस्फाई गर्ने हुँदा हामी यसलाई साइमल्टेनियस इक्वेसन भनेर पनि भन्ने गर्छौँ। यसलाई सल्भ गर्नुपर्दा यहाँ हामीलाई भनिएको छ राइट द नेम अफ अल्टरनेट एङ्गल इक्वल विथ एङ्गल एबिडी। यहाँ एबिडीलाई मार्क गर्नुपर्दा हामीले कसरी थाहा पाउने त? धेरैलाई त एङ्गलमा प्रब्लम हुन्छ। त यहाँ सबभन्दा पहिला यो बिचमा बी आएको हुनाले बीमा चाहिँ एङ्गल बनेको छ भनेर बुझ्ने। अब साइड साइडमा ए र डी भएको हुनाले ए यतातिर छ डी यता छ। त हामीले सजिलै गेस गर्न सक्छौँ कि क्वेसनले हामीलाई यसको अल्टरनेट एङ्गल सोधेको छ। त यसको अल्टरनेट एङ्गल जेड सेपमा हुन्छ। त यो हुने भयो। अब यसको नाम कसरी लेखिदिने त भन्दाखेरि एन्सर चाहिँ एङ्गल यो डीलाई बिचमा लेख्ने। जुन भाइ बहिनीहरूलाई यसको आइडिया छैन तिनीहरूले चाहिँ यहाँ ध्यान दिने 3 लेटरमा एङ्गल लेख्नुपर्ने हुन्छ। सो मैले चाहिँ भर्टेक्स जहाँनिर यो एङ्गल बेन्ड भएको छ त्यो भर्टेक्स यानि कि कर्नरलाई मैले बिचमा लेखेँ। अब साइड साइडमा चाहिँ डी भन्दा माथि बी छ, डी को यतापट्टि ई छ। त डी को माथिको बीलाई मैले सुरुमा लेखेँ र लास्टमा चाहिँ उतापट्टिको ईलाई लेखेँ भने यसरी चाहिँ हामीले कुनै पनि एङ्गलको नाम लेख्न चाहिँ सक्छौँ। त यहाँनिर द अल्टरनेट एङ्गल विच इज इक्वल टु एङ्गल एबिडी इज एङ्गल बिडिई भनेर हामीले राम्रोसँग एन्सर लेख्न चाहिँ सकिन्छ। त्यस्तै गरी अब हामीलाई यहाँ बी को भ्यालु निकाल्नु छ।
अब यहाँ हेर्न सक्छौ यो ट्रायंगलमा यो दुईटा लेग्सहरु इक्वल छन् भने यसको बेस BD हो। त्यसरी दुईटा साइड इक्वल भएको केसमा बन्ने एंगल ट्रायंगल त आइसोसेलेस ट्रायंगल हुन्छ। त यसका चाहिँ जुन बेस छन् बेसमा बनेका एंगलहरु पनि त्यो बेलामा चाहिँ इक्वल हुन्छन् है। यो प्रपर्टी याद राख्नु। The base angles of an isosceles triangle are equal। त अब यो 76 हुँदा यो पनि 76 हुने भयो। त त्यस्तै गरेर अब यो 76 छ भने यो चाहिँ अल्टरनेट भएर इक्वल भयो भने यो 76 डिग्री भएको हुनाले यो पनि 76 डिग्री नै हुन्छ। किन भयो भन्दाखेरि बेस एंगल अफ एन आइसोसेलेस ट्रायंगल। सो यसलाई चाहिँ म राम्रोसँग यहाँ सल्भ गर्छु, यहाँ ध्यान दिएर हेर्नु है त। त प्रश्न नम्बर 9 को बी मा चाहिँ सबैभन्दा पहिला चाहिँ हामीले निकाल्नु पर्यो एंगल BDE। त यहाँनिर एंगल BDE चाहिँ इक्वल टु एंगल ABD हुन्छ, जुनको मेजरमेन्ट चाहिँ हामीलाई क्वेशनले दिएको छ, दैट इज 76 डिग्री। अब यसको यहाँ रिजन लेख्नु पर्दा चाहिँ अल्टरनेट एंगल्स, तिमीले चाहिँ फुल फर्ममा लेख्नु, अल्टरनेट एंगल्स बिट्विन द प्यारलल लाइन्स भनेर चाहिँ लेख्ने है। त्यस्तै अब हामीलाई BDE को एंगल आइसक्यो भनेपछि सिमिलरली एंगल DBE यानी कि यो एंगल है, एंगल DBE अल्सो इक्वल टु कुनसँग इक्वल हुन्छ त भन्दा माथिको एंगल BDE सँग चाहिँ इक्वल हुन्छ। किन इक्वल हुन्छ भन्दाखेरि बेस एंगल्स अफ एन आइसोसेलेस ट्रायंगल, यहाँ तिमीले लेख्न सक्छौ बेस एंगल्स अफ एन आइसोसेलेस ट्रायंगल। त्यसरी यो दुईटा 76 भयो। अब x को भ्यालु निकाल्नको लागि चाहिँ हामीले के गर्ने भन्दा यहाँ हेर्न सक्छौ यो ट्रायंगलमा यो x त एक्सटेरियर एंगल हो। त यो x ले के गर्छ त आफ्नो सँगैको इन्टेरियर एंगललाई छोडेर बाँकी रहेका जो नन एडजसेन्ट इन्टेरियर एंगल छन् यिनीहरुको समसँग इक्वल हुन्छ। सो x इक्वल टु चाहिँ त्यही 76 प्लस 76, यो दुईटालाई एड गरिदियो भने चाहिँ हाम्रो त्यो एंगल आउँछ जसको सम हुन्छ 152 डिग्री। अब तिमीले यसलाई यो लेख्नु भन्दा पहिला यदि एंगलको फर्ममा लेख्छौ भने पनि x इक्वल टु एंगल DBE प्लस एंगल BDE भन्ने, अनि बल्ल चाहिँ 76 लेख्ने। यो चाहिँ 76 है, मैले 5 लेखेछु। त आशा छ भाइ बहिनीहरुले यो भिडियो हेरेर 9 नम्बर सम्म सल्भ गर्न जाने होला। अब यसको अन्तिम पार्ट सेट 1 मोडल क्वेशन सेट 1 को पार्ट 3 चाहिँ यस पछाडीको तिमीहरुले चाहिँ प्लेलिस्टमा चाहिँ चेक गर्न सक्छौ।